त्यस्तो गर्नु समाजलाई हामी यति बेला गैँडाकोटमा आएका छौँ। कालिका मन्दिरको फेदीमा एउटा सर्प दोकानभित्र पस्यो भन्नुभएको छ। त्यसलाई उद्धार गर्न आएका छौँ। हेर्दैछौँ कुन सर्प हो। त्यही छ त मैले त्यही देखेको त्यहाँ यो तानमा होला आयो कि त्यस्तो गर्नु कोब्रा बिसेर कोब्रा बिस पारे हेर यसरी हो। यो सर्पलाई अङ्ग्रेजी नाम चाहिँ कपर हेडेड ट्रिङ्केट स्नेक भन्छ। नेपाली नाम चाहिँ यसलाई सिङ्गारे हरहरे सर्प भन्छ। विषालु चाहिँ हुँदैन। मान्छेले धेरैजनाले चाहिँ सर्प जस्तो के अरे गोमन जस्तो उठेर हान्यो भन्छन् होइन। विषालु चाहिँ हुँदैन। यो सुरुमा एकदम एट्याक गर्छ। यसले हान्छ पनि। हामीलाई नि टोकेको देख्नुभयो होइन। तर चाहिँ यसले त्यसरी चाहिँ मान्छेलाई टोकेर असर पुर्याउने सर्प चाहिँ होइन। हिजो देखेको थियो दाँत गाड्छ टोक्छ नटोक्ने त होइन। अहिले भर्खर मेरो हातमा देख्नु कसरी टोक्यो होइन। मेरो हातमा ग्लोभ्स पनि छ। यता कपडामा पारे पनि सर्वोच्चै रगत निकाल्छ। लाग्दैन विष हुँदैन यसमा। अब यसलाई यसो गरौँ लिएर जाने सर्प होइन। यसलाई यता जङ्गलतिर छोडिदिउँ है। किन लिएर जानु पर्यो? विषालु होइन होइन विषालु भयो। मैले हातमा किन समात्थेँ? आज बिहान 11 बजेदेखि घरभित्र सर्प पसेको। म यहाँ नभएर धेरै टाढा भएको हुँदाखेरि फोन गरे हुनुहुन्थ्यो। कुन सर्प हो कस्तो हो भन्ने कुराहरू थियो। अहिले बिहानसम्म किचनमा थियो भन्ने कुरो भयो। अहिले चाहिँ घरको माथिल्लो तलामा पुगेको छ भन्नुभएको छ। हामी आएका छौँ त्यसलाई उद्धार गर्नको लागि। साना साना केटाकेटीहरू छन्, बाबु नानी छन् घरमा, डराउँछन्। विषालु होस् या अविषालु होस् हाम्रो लागि त काली नागै हो। त्यो हाम्रो सातो जान्छ भन्नुभएको छ। बिहान कति बजेदेखि भन्नुभएको थियो? 11 बजेदेखि। 10:30 टके 11 बजे थियो होला। म थिइनँ, मम्मीलाई लिएर हस्पिटल गएको थिएँ। आमा हुनुहुन्थ्यो कि घर। एकैचोटि त्यहाँ मैले पूजा अनि मैले धुवाहरू लगाइदिनु झर्छ भने आउने कुरो नि भएन। फेरि उहाँ तनहुँदेखि आउनुभएको मम्मी जचाउनलाई उता नि हेर्नै पर्यो। भनेपछि हामी भित्र जाँदैछौँ। खतरा हुन पनि सक्छ नहुन पनि सक्छ। तपाईँहरूले चाहिँ भिडियोलाई पुरा हेरिदिनु होला। भन्ने भयो फेरि आँटीतिर लेखेर भनेर बसेँ। फेरि के बाल्नु भएको यो धुवा? मैले त्यो उकै किरेट बाल्दिएको यो किचनमा बाप्छ छिट्नै डराएर मार्नुलाई त भएन। मारौँ भनेर आज सक्ने थिएँ मजाले। हेर्नु न यता तार पनि कता गयो भन्ने चाहिँ थाहा छैन।
झ्याल लगाएपछि बल्ल माथि आएको भर्खर झ्याल लगाएपछि आएको जाने ठाउँ कतै छैन यहाँ फेरि तल थियो सुनमा फेरि तलै झरे भाइ त नजाने मैले पनि जानिनँ माथि आएर जाने ठाउँ नपाएर कसरी आफूलाई डर लाग्ने यति बेला यहाँ 2 तला माथिबाट सर्प निकालिसकेका छौँ मेरो हातमा छ पियालो कतिपय त सुन लागेको सर्प भन्नुहुन्छ यसलाई यो सर्पलाई चाहिँ हामीले देख्न सक्छौँ बिहान 11 बजेदेखिबाट घरभित्र भएको सर्पलाई म 10 बजे घरबाट गएँ त बित्तिकै भन्नुभएको थियो आमाले 10:30 होला घडी यो सर्प सुन्नु त यो सर्प पूर्ण रूपमा अविषालु हो यसले मान्छेलाई केही गर्ने टोक्ने केही गर्दैन हो त्यही भएर समाजलाई तपाईँ हाम्रो समाजलाई अत्यन्तै चाहिने सर्प हो त्यही भएर यसलाई बाहिर लानु हुँदैन यही समाजमा चाहिने सर्प हो अब यसलाई यदि तपाईँले भोलिका दिनमा पनि देख्नुभयो भने अब त चिन्नु भयो नि त यसले केही गर्दैन भनेर जानी बाटो घुमिरहन्छ जस्तै त्यस्तो ढोकाहरू भित्र बन्द नगरिदिने खोलिदिएपछि जान्छ यो मुसा खाने सर्प हो है होइन लाउनु हजुरले समाउनु त हजुरलाई पनि चिन्छन् सबभन्दा ठुलो डर रहेछ क्या दाइ हेर्नु तपाईँतिर आए पनि केही नगर्नु तपाईँ आनन्दले बस्नु हो बस्नु केही गर्दैन त्यसो यहाँ आउँछ केही गर्नु पर्दैन देख्नुभयो नि अब आइन्दा यस्तो भयो भने आफै पनि निकाल्न सक्नुहुन्छ हो कि आमा ल आउनु आमा एकचोटि छोएर हेर्नु अर्को कुरा सुन्नु है कहिलेकाहीँ मैले सर्प समाउनु भन्दा जुन भाग्नुहुन्छ नि त्यो भाग्ने बेलामा नाली हुन्छ केहीमा ठोकिन सक्छ त्यही भएर कहिले भाग्न हुँदैन विषालु सर्प भए त म हजुरलाई छुनुस् नै भन्दिनँ नि त लाउनु हजुरले घरबेटीले नै छुनु ल समाउनु लाउनु हो आनन्दले समाउनु आउन दिनु कि हजुरतिर केही पनि गर्दैन हो ल यसलाई यता छोडिदिउँ है नदगर्नु कोही पनि नदगर्नु भने यो सर्प कहिले पनि एक ठाउँ बस्दैन आफै जान्छ कि ढुक्क हुनु न टाढा लाने सर्पै होइन कि ढुक्क हुनु न तपाईँहरू हजुर कुन ठाउँमा घरभित्र छ कि कहाँ भन्नु त कोठाभित्र होइन यहाँ म अहिले मङ्गलपुरमा छु म यहाँ हेर्दैछु पख्नु तपाईँले पठाएको सर्प कुन हो भनेर यो पानी सर्प हो चेकरेट किलब्याक भन्छ पूर्ण रूपमा अविषालु सर्प हो लाटो लाटो हुन्छ एउटा लौराले यसो चलाएर बाहिर निकाल्नु केही गर्न पर्दैन म आउनै पर्दैन राजा है टोक्न चाहिँ नदिनु यसले टोक्यो भने मान्छे बेहोस हुन सक्छ विष चाहिँ हुँदैन है बाबु ल एकदम लौराले ध्यानसित बाहिर निकालिदिनुहोस् है हस् राजा ल धन्यवाद सर यी चाहिँ हाम्रोमा वरिपरि घुमिरहने सर्प हो वरिपरि घुम्ने सर्प हो बाबु धन्यवाद मेरा बा दिनभरि बाहिर बसेको हाम्रो धन्यवाद छ हामी दिनभरि बाहिर बस्यौँ डरले त्यसो हुनाले धन्यवाद छ हजुरलाई भने अहिले डर लाग्दैन अहिले त अब आनन्द ढुक्क बाहिरै हो आरामसित है दिनभरि डरले छि डर भन्ने कुरो सानो हो ल अब पकाएर राम्रो ल